नमस्ते साथीहरू। हामीले योभन्दा अघिको भिडियोमा कलेक्सन भनेको के हो बुझ्यौँ। आऊ यसका उदाहरणहरू हेरौँ। चापीको झुप्पा, किताबहरूको थुप्रो, र्याकमा राखिएका जुत्ताहरू, स्टेसनरीका सामानहरू, त्यस्तै बस स्टेसनमा मानिसहरूको भिड। साथीहरू, के तिमीलाई थाहा छ हामीले दैनिक जीवनमा बनाउने यिनै र यस्तै कलेक्सनलाई गणितको भाषामा सेट भनिन्छ। तर पर्ख है, के हामीले देख्ने र बनाउने सबै कलेक्सनलाई आँखा चिम्लेर सेट भन्न मिल्छ त? मिल्दैन। गणितमा सेटको स्पष्ट डेफिनेसन छ। डेफिनेसनले के भन्छ भने सेट इज अ कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट्स, अर्थात् सेट हुनका लागि त्यो कलेक्सन वेल डिफाइन्ड हुनुपर्छ। अब तिमीलाई लाग्न सक्छ यो वेल डिफाइन्ड कलेक्सन भनेको चाहिँ के हो नि? वेल डिफाइन्ड कलेक्सन हुनु भनेको त्यस्तो कलेक्सन हो जसमा कुन वस्तु पर्छ र कुन वस्तु पर्दैन भन्ने कुरा संसारको जुनसुकै व्यक्तिले हेर्दा पनि एउटै र स्पष्ट हुन्छ। यसमा मानिसको व्यक्तिगत विचार वा धारणा अनुसार उत्तर फरक पर्दैन। संसारको जुनसुकै कुनामा गएर सोधे पनि सबैको जवाब एउटै आउँछ।